जेब्रा क्रस बनाउने जेब्रा क्रसमा गाडी रोक्छ कहाँबाट हिँड्ला मान्छे आकालबाट माय गॉड साथीहरु बाटो धुपबत्ती सलाई नरिवल सो हे गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। आयो हजुरहरू सब सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। अहिले चाहिँ हामी दुई भाइना चाहिँ आज खैराबाङ भगवती माताको दर्शन गर्न जाँदैछौँ। सो अहिले चाहिँ हामी ठ्याक्कै श्रीनगर बस पार्कनिर छौँ। म त पुरा धुलोले चोर जस्तो भएको छु भनेर डरले नदेखिने भयो क्यामेरामा। सो अब हामी चाहिँ श्रीनगर बस पार्किङ अहिले बस स्ट्यान्डनिर छौँ। अब यहाँबाट चाहिँ हामी निरन्तर खैराबाङ भगवती मन्दिरको लागि दर्शनको लागि जाँदैछौँ। सो अब चाहिँ बाइकबाट ब्लग स्टार्ट गर्छु र त्यहाँ गइपुगेपछि मन्दिर दर्शन गरेको भिडियोहरू बनाएर हाल्नेछु, हेर्दै गर्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस्, सेयर गर्नुहोस्, लाइक कमेन्ट गर्न जान बिर्सनुहोस् है त। छैन सो अब यहाँबाट चाहिँ हामी निरन्तर माथितिर लागिसकेका छौँ। 10 बजी हो। चाहिँ पहाडतिर हेर्न सक्छ, ठाडै उकालो छ है। बाटो चाहिँ राम्रै रहेछ साथीहरू। बाटो त फेरि त्यही त हो, ठाडै कटिङ सक्यो र धन्न यहाँ यता पनि पिच बन्यो साथीहरू होइन। अलिकति भए पनि राम्रो भएको छ बाटो, पहिला त झन् खतम थियो। बाटो चाहिँ यता जङ्गलतिर पनि एकदम पिच गरेको रहेछ, तर कहाँसम्म छ आई डोन्ट नो। बाटो हेर बाटो, माय गॉड साथीहरु बाटो। सो गाइज बाटो चाहिँ हेर्न सक्नुहुन्छ, खैराबाङ भगवती मन्दिर आउने बाटो कस्तो छ भनेर। दर्शनको लागि श्रद्धालु टाढा टाढाबाट आउने गर्नुहुन्छ है यो ठाउँमा। फेरि ल फाइनल साथीहरू हामी चाहिँ खैराबाङ भगवती मन्दिर दर्शनको लागि आइपुगेका छौँ। अनि हेलमेट यतै राखौँ है बुवा। राख्दिनँ, त्यो चाहिन्छ। ल गाइज हामीहरू चाहिँ अब पूजा सामग्री लगेर मन्दिर दर्शनको लागि जाँदैछौँ। दबायो बैना कठै कठै। सो यतातिर चाहिँ
चारैतिर घन्टीहरू टङ्गाउनु भएको छ, हेर्न सक्नुहुन्छ। सो साथीहरू हाम्रो चाहिँ पूजापाठ सक्यो। पूजापाठ सकेर दुई भाइनाले टक्कै लाएर अहिले मन्दिर परिसर मैसामा हामी टिकट टाला गऱ्यौँ। ट्याक्कै हेर्न सक्नुहुन्छ, बहिनी पनि ट्याक्कै टिका लगाएर रेडी भइसक्यो। अब हाम्रो पूजापाठ पनि सब सकियो। अनि अब यहाँ एकछिन फोटोसुटहरू गर्छौँ। यो चाहिँ हाम्रो खैराबाङ भगवती मन्दिरभित्र चाहिँ पूजापाठ गर्न लागेको भिडियोहरू चाहिँ बनाउन मिल्दैन, सो हामीले नबनाएको। अहिले पूजापाठ गरिसकेर हामीले चाहिँ भिडियो बनाइरहेको छु मैले। अब चाहिँ हामी एकछिनमा अब यहाँ फोटोसुटहरू गर्छौँ, अनि त्यसपछि यहाँबाट हामी पनि निस्किन्छौँ है। अनि यता हेर्न सक्नुहुन्छ भ्यू मन्दिर परिसरमा। अनि तल पनि यहाँबाट हामी तल बयार थानमा गएर पनि पूजापाठ गरेर आयौँ। अनि यतातिरबाट हेर्न सक्नुहुन्छ यहाँबाट कस्तो छ भन्ने कुरा। मन्दिर परिसरमा वरपर हेर्न सक्नुहुन्छ, यहाँबाट भ्यू है तलतिर देख्न सक्नुहुन्छ। अनि यहाँ रुखहरूको छाउँमा एकदम टक्क लाएर भिडियो बनाइयो, पूजापाठ भयो। अनि ठ्याक्कै अब चाहिँ हामी एकछिनमा जान्छौँ, यहाँबाट फर्किनु पर्छ आफ्नो घरतिर, गन्तव्यतिर। यो चाहिँ हाम्रो खैराबाङ भगवती मन्दिर हेर्न सक्नुहुन्छ, बन्दैछ ल, बन्दै अवस्थामा छ। यतातिर पनि मन्दिर छ भगवतीको है, सानो मन्दिरहरू। अनि यहाँबाट हेर्न सक्नुहुन्छ तलतिर कस्तो छ भनेपछि भिरहरू छ तलतिर, सब बन्दैछ यहाँबाट। यो सब यो मन्दिर बनाउने दारहरू हो। बहिनी चाहिँ त्यहाँतिर भिडियो बनाइरहेको छ। अब चाहिँ साथीहरू यो प्रसाद खानुपर्छ हामीले पूजापाठ गरिसकेपछि। यो पूजापाठ गरिसक्यो, अब प्रसाद खाउँ, नरिवल। डस्टबिन यहाँ कहाँ छ? पारी छ, यतापट्टि डस्टबिन रहेछ। म डस्टबिनमा फालेर आउँछु पहिला। सो साथीहरू पूजापाठ गरेर प्रसाद खाएर बसेको छु अहिले चाहिँ मन्दिरमा। बहिनी चाहिँ भिडियो सुट गरिरहेको छ। सो म चाहिँ यहीँ बसिरहेको छु। पूजापाठ गर्न पनि भक्तजनहरू आउनु भएको छ। अहिले चाहिँ धेरै कम भइसकेको छ मन्दिरमा। यतिखेर चाहिँ सब आउँदै जाँदै गरिराख्नु भएको छ। सो हामी पनि अब दुई महिना बसेका छौँ पूजापाठ गरेर आनन्दले। आउन त आइयो, जाने बाटो सम्झिँदाखेरि नजाने पनि जान पनि मन लागिरहेको छैन। यस्तो खतम बाटो, के भनौँ है। बाटो त खतम छ। आउने बाटो चाहिँ हामी चाहिँ मन्दिर दर्शन गरेर पूजापाठ गरेर बस्यौँ। अहिले चाहिँ यो साथीहरू अब हामी चाहिँ निस्किन्छौँ एकछिनमा। अनि त्यो पनि छैन, मेमोरी कार्ड पनि फुल भइसकेको छ। समथिङ अब 10-15 मिनट होला टोटल रेकर्डिङको लागि। टोटल अलिअलि राख्नै पऱ्यो, गाह्रो छ नि।
मेमोरी कार्ड फुल छ, भिडियो बनाउन पाइरहेको छैन, रेकर्ड मात्रै भइरहेछ, एडिट गरेर भिडियो हाल्न पाइएको छैन। आजभोलि गाह्रो छ नि, एक्लै जाँगर पनि लाग्दैन, बिरामी भएर हैरान भएको छ। त्यही भएर बोली पनि मेरो त्यस्तो चट्किलो छैन, अलि आइयो जसो तसो गरिकन होइन र। सो गाइज हामी चाहिँ अब मन्दिर दर्शन गरेर फर्किसक्यौँ। अब सिधै हामी दाङ जान्छौँ। बाटो चाहिँ सम्झिँदा फेरि रुन मन लाग्छ, के गर्नु। अब नानीको फेरि आया गर्ने बाटो आइगयो, मुटु कलेजा निस्किने पो भन्छ आज। म कपुरकोटसम्म त आज ठिकै छ भन्न।